यो कुनै फेक पोस्ट होइन, यो रवि लामिछानेज्यूको असिस्टेन्टद्वारा बाहिरिएको पोस्ट हो कि उहाँले रवि लामिछानेज्यूले कति दुःख पाउनु भएको छ भनेर। जसलाई यो फेक पोस्ट लाग्छ नि प्लिज यो फाल्तुको कमेन्ट गर्न नआउनु होला है, र जसलाई यो साँचो लाग्छ नि प्लिज कमेन्ट गर्न नबिर्सिनु होला। मैले यो पोस्ट तपाईँको सामु देखाउँदैछु है, म पढेर सुनाउँछु, साथीहरू सुन्नु होला। यो कोठा नै मेरो लागि जेल हो, कपाल काट्न प्रेस चेक गरे जस्ता कामका लागि कहिले कहिले बाहिर निस्किन्छु, अँध्यारो भएपछि कहिले काहीँ हिँड्न खोज्छु, अत्याधिक गर्मीले सकिन, उज्यालोमा बाहिर हावा देखेको छैन, उहाँहरू सुरक्षा चुनौती भन्नुहुन्छ, कहिले काहीँ पानी पर्दा फलामको ढोकाबाट हात बाहिर निकालेर औँला भिजाउँछु, रमाइलो लाग्छ। तपाईहरू त म एसी हालेर बसेको छु कि छैन भनेर चेक गर्न आउनुभएको होला। यो कोठा हेर्नुहोस्, यो टोयलेट हेर्नुहोस्, यो बेड हेर्नुहोस्, यी पर्खारहरू हेर्नुहोस्, मलाई हेर्नुहोस्। म तपाईहरूलाई चुनौती दिन्छु कि यो कोठाभित्र तपाईहरू केवल 2 घन्टा बसेर देखाउनुहोस्। सबै कुरा सहेर बसेको छु र म सहन्छु, किनकि मेरो व्यक्तिगत मुद्दाका लागि होइन, आउने व्यक्तित्वको लागि तयारी गर्दैछु। साथीहरू उहाँले यस्तो लेखेर उहाँको असिस्टेन्टद्वारा पोस्ट आएको छ। बिन्ती आशा छ तपाईँहरूलाई यो न्युज फेक नलाग्ला होइन। एक त तपाईँको ल फेक भए तापनि होइन, उहाँ यस्तो तालले बिताउनु भएको छ भन्ने कुरा हामीले महसुस गर्न सक्नुपर्छ कि साथीहरू है।